कतारबाट हेर्नुहोस् रोडमा कसरी पेन्ट गरिन्छ। यो रोडमा लाइनिङ हान्ने मेसिन यसरी लाइनिङ हानिन्छ। यहाँ कलरको ट्याङ्की छ, साइडमा ग्यास छ, ग्यास ओपन गरिएको छ, साथै साइनिङ पाउडर पनि छ। यसरी हिट गराएर हानिँदो रहेछ। यसरी लाइनिङ हानिन्छ। उहाँहरू बङ्गलादेशी श्रीलङ्कन साथीहरूले हान्दै हुनुहुन्छ। घरिघरि यसरी दर्नु पर्दो रहेछ है। लाइनिङ यसरी हानिन्छ है साथीहरू, साह्रै मजाले हान्दो रहेछ। त्यहाँबाट साइनिङ गरिरहेछ। साइडमा कलरको ट्याङ्की छ, उतापट्टि ग्यास सिलिन्डर छ, ग्यासलाई हिट गरिरहेछ। उहाँ साथीहरूले चालु गरिराख्नु भएको छ। यसरी हानिएको पेन्ट लाइनिङ चाहिँ यसरी तयार हुन्छ है। हेर्नुहोस् कस्तो चमकदार छ, कस्तो साइनिङ दिन्छ। यी यसरी हानिन्छ है साथीहरू, लाइनिङ यसरी हानिन्छ। यो कतारको अल-वफरा स्पोर्ट क्लबको पार्किङ एरिया हो। यहाँ अहिले लाइनिङ हान्ने काम भइरहेछ है। यी यसरी हानिन्छ। उहाँहरू दुईजना श्रीलङ्कन, एकजना बङ्गलादेशी साथीहरूले हान्दै हुनुहुन्छ। यो चाहिँ अल-वफरा स्पोर्ट क्लबको मार्केट एरिया हो। यो पार्किङ हो। यो पार्किङमा पुरै लाइनिङ हान्ने काम भइरहेछ अहिले। ल अहिलेलाई यति नै। अर्को भिडियोमा फेरि आउनेछु। धन्यवाद, नमस्कार।